गाइज वेलकम बैक टू माई च्यानल। अनि आज चाहिँ हामी फिल्म हेर्न जान आँटेको। अनि फिल्म हेर्न जानको लागि हामी चाहिँ सबै कुरा रेडी भइसकेर अब हामी हिँडेको। तर हामी अलिकति लेट भयो जस्तो छ, किनभने 11 बजेको फिल्म हो, 11 बजिसक्यो। त्यसैले भएको असलमा भयो चाहिँ के भने नि, मलाई हिजो किन्छ आज हामी फिल्म हेर्न जाने भनेर थाहा थिएन थियो नि त। त्यसैले म चाहिँ मेरो बहिनीको घर गएको थिएँ। अनि बिहानै म चाहिँ उता 10 बजेतिर आएको थिएँ नि त। त्यसैले अलिकति ढिलो भयो मैले गर्दा, त्यसैले सरी गाइज। अब चाहिँ हामी गाडी स्टार्ट गरेर जाँदैछौँ। गाइज हामी चाहिँ यहाँनिर जारी 2 हेर्न फिल्म हल चाहिँ पुगिसक्यौँ। अब आई मिन इलाइट सिनेमा चाहिँ पुगिसक्यौँ। अनि यहाँनिर चाहिँ कति धेरै भिड छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। अनि त्यहाँनिर चाहिँ जारी 2 को छ, त्यहाँनिर जारी 2। जारी आउनुहुन्छ गाइज। अनि हामी चाहिँ यहाँनिर के भन्छ सिनेमामा पुगिसक्यौँ। अनि यहाँ चाहिँ मेरो फ्यामिली हुनुहुन्छ। सायाङ हेलो हेलो। यहाँ चाहिँ हाम्रो जारी मुभी सुरु हुन आँट्यो। अनि यहाँ चाहिँ हेर्नु त सबै कति धेरै भिड छ। जारी 2 होला, उहाँहरू त अर्कै होला सायद। यहाँ चाहिँ जारी 2 हेर्ने मान्छेहरू यति धेरै जानुहुन्छ। यति जारी 2 स्टार्ट भयो। गाइज यहाँ चाहिँ जारी मुभी स्टार्ट भइसक्यो जस्तो छ। कति तपाईले पनि आफ्नो प्रियजनहरूको जोखिममा त पारिरहेको छ। एकछिनमा हौ उतापट्टि कोही छैन देखाउने। बाबु कति छ हाम्रो? यहाँ 2 3 4 मा बस्छु। मटुमा बस्छु बाबा। कहाँ जानुभयो बाबा? यो चाहिँ मुभी स्टार्ट भइसक्यो गाइजहरू। चाहिँ गाइज सबै बत्तीहरू चाहिँ निभिसक्यो। अनि यहाँ चाहिँ स्टार्टिङ त्यस्तो चाहिँ छ। ल आरामसे उसको सिधाkan सेवारो र धेमुखले हाम्रो छोरी हाङमाले हजुरहरुको पुरा नाम साकाम। गाइज हामीले चाहिँ जारी 2 मुभी हेरेर फिल्म चाहिँ सक्यो। न्याउलीमा चरी कठै गरे मन्दिरै माथि सुनि प्राणीको धागो खेलाउँ भन्दा नौतुने माया खेलाउँ भन्दा सम्बन्ध
म चाहिँ जारी 2 हेरेर फर्किँदै गरेको अवस्था छ है अहिले चाहिँ बाई बाई